हेलो एभ्रिवान, सेवाहरू नमस्ते, वेलकम ब्याक माई निमा ब्लग च्यानलमा। आजको दिनमा चाहिँ म तपाईँहरूलाई के गर्छु भनेर देखाउने नै छु। भिडियोलाई पुरा हेरेर साथ सपोर्ट गर्नुहोला, हेर्दै गर्नुहोला। बाई बाई साथी। मेरो आगो चाहिँ साथीहरू बल्दैछ, यतिको हुँदैछ। अब म चाहिँ यहाँनिर दुध बसाउने। साथीहरू म चाहिँ अब तातो पानीबाट स्टार्ट गर्छु। मेरो बिहानीको सुरुवात चाहिँ तातो पानीबाट हो। साथीहरू तातो पानी 2 गिलास खान्छु, हल्का मन तातो। अनि त्यसपछि मैले के गर्नुपर्ने हो म गर्छु। मुख पनि धुएको छुइनँ। पानी खाइसकेर मुख पनि धुनेवालामा छु अरे। Oh my God! Wow! यहाँ चाहिँ मेरो खाना पाक्दैछ साथीहरू। मैले खाना बसाइसकेँ अनि उतानिर चाहिँ मेरो दुध पाकिसक्यो अनि खाना यहाँ पाक्दैछ। अनि मैले चाहिँ सब्जी चाहिँ यो बोडी बनाउनु लागेको। यसलाई के भन्छ, मिटरी बोडी के भन्छ, यसलाई चाहिँ अब केलाउनु पर्ने हुन्छ साथीहरू। केलाएर सब्जी बनाउनु पर्ने हुन्छ। मेरो खाना पनि पाकिसक्यो। अब मेरो छोरी एकछिनमा उठ्छ। यो बोडी चाहिँ कस्तो छिटो बिग्रिहाल्छ क्या। हिजो कि कहिले ल्याउनु भएको बुवाले। फेरि यता अहिले च्याउको सिजन छ कि साथीहरू। अनि त्यही भएर च्याउ झन् अब ल्याउने बित्तिकै लिएको उयोमै दिनमै खानुपर्छ नि त, नभए बिग्रिन्छ, नभए फ्रिज चलाएको गर्नु पऱ्यो। त्यही भएर साथीहरू तरकारी त्यसरी बिग्रिन्छ। अनि कसको घरमा यस्तो हुन्छ साथीहरू, तरकारी भएको दिन सब्जी नै। अनि साथी एउटा कुरा के भने नि, यो बिरालो क्या, जहिले पनि मुखमै मात्र सुत्नु खोज्ने, टाँसेर मुखमै मात्र सुत्नु खोज्ने। मेरो पालो मैले जेलमा लगाइदिएको बिरालोलाई।
अनि यसलाई चाहिँ मैले त्यो कपडा राख्ने उयोमा मुनि त्यहाँनेरि कपडा राख्दै अनि यसले यो ढकनी बनाएर छोपेर उपरबाट किताबले ढाकेर राखिदिएको। कस्तो झुल सबै च्यातेर यस्तो चकचक गर्छ नि। अनि मैले यसलाई यसो गरेको आनन्दले सुतिरहेछ। साथीहरू अनि म चाहिँ खाना बसाउनुको लागि भाँडा चाहिँ माटोको लेस लाउँदैछु साथीहरू। म चाहिँ अब चाहिँ खाना बनाउन स्टार्ट गर्नुपर्ने हुन्छ। साथीहरू मैले चाहिँ नि खाना सब्जी बनाइसकेँ। अब चाहिँ म बारीमा घाँस काट्न गएको। साथीहरू हेर्दै गर्नुहोला। साथीहरू म चाहिँ अब घाँस पनि काटेर आइसकेँ। अब यहाँ आँगन सफा गर्नुपर्ने हुन्छ साथीहरू। अब यो फोहोरलाई चाहिँ साथीहरू म त्यहाँनिर लान्छु।
मेरो कपाल हेरबिन लगाएको थिएँ घाँस काट्दा अगाडि आउँछ भने कस्तो हाँस उठ्दो देखिन्छ